नमस्ते एन्ड वेलकम टु रिभ्यू प्लानेट नेपाल, जहाँ तपाईले पाउनुहुनेछ रियल लाइफ रिभ्यूज, प्र्याक्टिकल जानकारी र अनेस्ट ओपिनियन, सबै नेपाली कन्टेक्स्टमा। आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ नेपाली बजारमा निकै नै चर्चा पाएको BYD डल्फिन EV को बारेमा। स्टाइलिश छ, इलेक्ट्रिक हो र बजेट फ्रेन्डली पनि छ। तर के यो गाडी साँच्चै नै तपाईको पैसा र भरोसा जित्नको लायक छ? आउनुहोस् रिभ्यू गरौँ। BYD डल्फिन को डिजाइन एकदमै फ्युचरिस्टिक देखिन्छ, जसमा LED हेडलाइट, सिल्क कर्भ र डल्फिन इन्स्पायर्ड लुकले गर्दाखेरि यो EV लाई एकदमै अलग बनाउँछ। ह्याचब्याक भए पनि रोड प्रेजेन्स एकदमै दमदार छ। 16 इन्चको एलो व्हील्स, बडी कलर्ड ORVM र एट्र्याक्टिभ टेल ल्याम्प सेटअपले गर्दा यो यसलाई मोडर्न टच दिन्छ र कार भित्र छिर्ने बित्तिकै वाउको शब्द आउँछ, जसमा 14.8 इन्चको रोटेटिङ टच स्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, सफ्ट टच ड्यासबोर्ड र वायरलेस चार्जिङ जस्ता फिचर्सहरू पनि रहेका छन्। सिट आरामदायी छन्, सिन्थेटिक लेदर्सको प्रयोग गरिएको छ। फ्रन्ट र रियर दुवैमा राम्रो स्पेस छ, 5 जना सजिलै अट्न सकिन्छ र बुट स्पेस पनि डिसेन्ट खालको रहेको छ, जसमा 345 लिटर्सको बुट स्पेस दिएको छ। इन्फोटेनमेन्ट सिस्टम फास्ट र रेस्पोन्सिभ छ। ब्लुटुथ, USB, भोइस कन्ट्रोल सबै नै सपोर्ट गर्छ। BYD को सफ्टवेयर UI पनि अप्टिमाइज भएको देखिन्छ। अब कुरा गरौँ BYD डल्फिन को प्राइस को कुरा गर्नु पर्दा यसको 41 लाख 15,000 पर्छ र BYD ले प्रयोग गर्ने ब्लेड ब्याट्री टेक्नोलोजीले गर्दा यो एकदमै वर्ल्ड क्लास गाडी बनेको छ। र यसको मोटरको कुरा गर्नु पर्दा 70 किलोवाट को मोटर युज गरिएको छ, जसमा 95 HP को हर्स पावर दिन्छ र टर्कको कुरा गर्नु पर्दा 180 Nm को टर्क रहेको छ र रेन्जको कुरा गर्नु पर्दा यसले 340 किलोमिटर को रेन्ज दिन्छ। रियल लोडमा कुरा गर्नु पर्दा 350 देखि 380 किलोमिटर यसले रेन्ज दिन्छ र यसमा AC चार्जबाट गर्दाखेरि 6 देखि 7 घण्टा लाग्छ भने DC चार्जबाट गर्दा 30 मिनट्समा 3 देखि 80% चार्ज हुन सक्छ। र सेफ्टी फिचर्सहरुमा कुरा गर्नु पर्दा ABS, ESC, HEC र ADAS जस्ता एकदमै अत्याधुनिक सेफ्टी सिस्टम्सहरु यसमा दिएको छ। यसको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा 175 mm को ग्राउन्ड क्लियरेन्स यसले दिन्छ र कलर अप्सन्सहरु पर्पल, पिंक, ग्रे एन्ड स्यान्ड व्हाइट जस्ता कलर अप्सन्सहरु पाउन सकिन्छ। र ड्राइभिङ एक्सपीरियन्सको कुरा गर्नु पर्दा सिटी ड्राइभको लागि BYD डल्फिन एकदमै परफेक्ट छ। पिकअप स्मुथ छ, सस्पेन्सन राम्रो छ, टर्निङ रेडियस पनि कम्प्याक्ट रहेको छ र वन पेडल ड्राइभिङ को फिलिङ पनि एडजस्ट गर्न सकिन्छ र नोइज अलमोस्ट जेरो छ, किनकि यो EV गाडी हो र रिजेनरेटिभ ब्रेकिङ र पनि डिसेन्ट रहेको छ, जसले गर्दा ब्याट्री इफिसियन्सी बढाउन सकिन्छ। र यसको प्रोज एन्ड कन्स को कुरा गर्नु पर्दा प्रोजमा प्रिमियम डिजाइन, एडभान्स सेफ्टी ब्याट्री, ग्रेट फिचर्स, सिटी फ्रेन्डली साइज रहेको छ र कन्स को कुरा गर्नु पर्दा नट आइडियल फर अफ रोडिङ को लागि, सो नो सनरूफ, स्लाइटली प्रिमियम प्राइस्ड फर सम बायर्स है त। र यसैले कुरा गर्नु पर्दा BYD डल्फिन एकदमै सलिड EV ह्याचब्याक हो, जुन सिटी ड्राइभिङ, कम्प्याक्ट र सस्टेनेबिलिटी चाहने ग्राहकहरूको लागि पर्फेक्ट रहेको छ र नेपालको EV फ्युचरमा पनि डेफिनेटली टप पिक्समा पर्छ। र यो थियो हाम्रो अनेस्ट रिभ्यू अफ BYD डल्फिन नेपाल। तपाईलाई पनि कस्तो लाग्यो यो EV तल कमेन्ट गर्न नबिर्सिदिनु होला र यो भिडियोलाई मन पर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। फेरि भेटौँला अर्को रियल लाइफ रिभ्यूमा। दिस इज रिभ्यू प्लानेट नेपाल, पर्फेक्ट रिभ्यू फर नेपाल।